सेपरेट गरेको हुन्छ एउटा केले इनर मेम्ब्रेन र अर्को केले सेपरेट गरेको हुन्छ त जम्प सेल वालले फ्रम द कर्टेक्स। कोर पछि के हुन्छ कर्टेक्स। कोर पछि के हुन्छ त कर्टेक्स हुन्छ अनि कोट हुन्छ। यो कर्टेक्स र कोटमा फेरि अर्को मेम्ब्रेन हुन्छ त्यसले सेपरेट गरेको हुन्छ त्यसलाई के भनिन्छ आउटर मेम्ब्रेन। कर्टेक्स र कोट सेपरेट गर्ने मेम्ब्रेन आउटर मेम्ब्रेन। अनि बाहिर फेरि बाहिर के हुन्छ त कोटको बाहिर के हुन्छ आउटर मोस्ट लेयर त्यसलाई के हुन्छ एक्जोस्पोरियम। ल यहाँ हेर त फिगरमा यो कोर भयो। कोरमा के हुन्छ रे डीएनए हुन्छ। कोरमा के हुन्छ डीएनए हुन्छ। अब यो कोरलाई यसरी कभर गरेको हुन्छ अर्को लेयर त्यो के हो इनर मेम्ब्रेन हो। इनर मेम्ब्रेन फेरि इनर मेम्ब्रेन पछि के हुन्छ त जम्प सेल वाल। यो के भयो जम्प सेल वाल। अब जम्प सेल वाल पछि के हुन्छ त यो कर्टेक्स हुन्छ। ठीक छ कर्टेक्स हुन्छ। कर्टेक्स पछि के हुन्छ त आउटर मेम्ब्रेन हुन्छ। यो के भयो आउटर मेम्ब्रेन भयो। आउटर मेम्ब्रेन पछि के हुन्छ त कोट हुन्छ। यो के भयो कोट भयो। कोटको बाहिर के हुन्छ त एक्जोस्पोरियम। के हुन्छ एक्जोस्पोरियम। यो के हो त स्पोर्स हो। यो के हो त स्पोर हो। ठीक छ यो स्पोरको स्ट्रक्चर। अब हेर त स्पोरको पनि